आउनुहोस् मातृभूमिका कुरा गरौँ, राष्ट्रियता र स्वाभिमानका कुरा गरौँ, प्रवासी भूमिबाट सम्भावना, चुनौती र अवसरका कुरा गरौँ। जुलाई 2 तारिक टोकियोमा हुन गइरहेको एउटा फरक कार्यक्रममा हामी राष्ट्रको समृद्धिको बारेमा कुराकानी गर्नेछौँ, युवाहरूको बारेमा कुराकानी गर्नेछौँ र राष्ट्रको लागि शिक्षाको महत्त्वको बारेमा कुराकानी गर्नेछौँ। आउनुहोस्, तपाईहरू सबैलाई हामी हार्दिक स्वागत गर्दछौँ। रङहरूको मेल मेरो देश रेडी हो, रङहरू। जुलाई 2 तारिकका दिन INFSD जापानले आयोजना गर्न गइरहेको यस कार्यक्रममा नेपालबाट चर्चित व्यक्तित्वहरू आउन लाग्नु भएको छ। यस कार्यक्रममा उपस्थित हुनुहुन सम्पूर्ण जापानवासी नेपालीहरूलाई म विनम्र अनुरोध गर्दछु। मेरो देश हो। विगत लामो समयदेखि हामी टोकियोवासी यस्तै किसिमका बौद्धिक कार्यक्रमको पर्खाइमा थियौँ। जुलाई 2 तारिक नाकानो जेरो हलमा आयोजना हुने यो कार्यक्रममा जापानवासी सम्पूर्णले उपस्थित भई यो कार्यक्रमबाट धेरै कुराहरू, बौद्धिक कुराहरू लिन सक्नुहुनेछ भन्ने मलाई लागेको छ। म पनि जानेछु। तपाईँहरू सम्पूर्णलाई उपस्थितिको लागि आह्वान गर्दछु। सबै वर्ग जुलाईको 2 तारिकमा टोकियोमा बसेर हामीले नेपालको लागि के गर्न सक्छौँ, समृद्ध नेपाल बनाउनलाई के गर्न सक्छौँ भन्ने बारेमा नेपालका विभिन्न विज्ञहरूसँग उहाँहरूको कुराहरू सुन्ने र आफूलाई लागेको जिज्ञासा पनि राख्ने एउटा महत्त्वपूर्ण कार्यक्रमको आयोजना हुँदैछ। हामी आशा गर्छौँ यहाँहरू सबैको उपस्थिति हुनेछ। तपाईँलाई त्यही दिनमा टोकियोको नाकानो जेरो हलमा भेटौँला। धन्यवाद। मेरो देश, मेरो देश। जुलाई 2 तारिक आइतबार नाकानो जेरो हल टोकियोमा बेलुकी ठिक 6 बजेबाट सुरु हुने ग्रान्ड मोटिभेसनल इभेन्टमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु। जुन माटोमा जन्मियौँ त्यो माटो प्यारो लाग्छ, जुन माटोमा हुर्कियौँ त्यो माटो प्यारो लाग्छ, जुन माटोमा कर्म गर्दैछौँ त्यो माटो पनि प्यारो लाग्छ। मलाई मेरो घरदेश प्यारो लाग्छ, मलाई मेरो परदेश प्यारो लाग्छ। विशेष र फरक कार्यक्रम जुलाईको 2 तारिक नाकानो जेरो हलमा हामीहरू तपाईँको इन्तजारमा हुनेछौँ। कृपया पाल्नुहोला। यो कार्यक्रम जापानवासी नेपाली समुदायहरूको आफ्नै कार्यक्रम हो। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। पहाड चढ्छु म। सम्पूर्ण जापानमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ। हामीले जुलाई 2 तारिक नाकानाको जेरो हलमा भव्य कार्यक्रम गर्न लागिरहेका छौँ। हजुरहरूको प्रतीक्षामा हामी रहनेछौँ। हजुरहरू आइदिनुहोला, हार्दिक अनुरोध गर्दछौँ। जापानमै पहिलो पटक एक फरक कार्यक्रम समृद्ध नेपाल निर्माण अभियान INFSD जापानको आयोजनामा यही जुलाई 2 तारिक आइतबार नाकानो जेरो हल टोकियोमा समृद्ध नेपाल निर्माण अभियानमा प्रवासी नेपालीहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पूर्ण जापानवासी नेपालीहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। मेरो देश, मेरो देश, मेरो देश।